को छु हैन एउटा रोडमा भनौं न रोडमा आइसकेको छु बाख्रा लिएर बाख्रा अघि म चाहिँ पछि हिँड्दै छु गाइस अहिले चाहिँ एकदम बबाल हावा चलिरहेको छ यहाँ चाहिँ एकदम शीतल भइरहेको छ हैन गर्मी भएको थियो हावा चलेर चाहिँ अहिले एकदम शीतल भएको छ म चाहिँ बाख्रालाई राख्दै बिरालाका छाउना क्या दामी म्याउ म्याउ एउटा दुईवटा हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग सन्चै हुनुहुन्छ आई होप एभ्रिथिङ आर सन्चै हुनुहुन्छ होला हैन म चाहिँ टक्क झोला बोकेर एकदम ट्याकटुक परेर चाहिँ गोठाला जाँदैछु हैन आज चाहिँ घरमा केही काम थिएन गोठाला जान्छु भनेर म चाहिँ गोठाला जानको लागि रेडी भएको छु अब गोठाला जान्छु है साथीहरु कस्तो हुन्छ भिडियो हेर्दै गर्नु होला साथीहरु अहिले चाहिँ लगभग बिहानको 11 बज्यो एकदम गर्मी छ यहाँ चाहिँ एकदम गर्मी छ हैन यस्तो धूप छ कि यहाँ एकदम नेपालमा चाहिँ अहिले गर्मी बढिरहेको छ अब चाहिँ म बाख्रा फुकाएर मजाले बाख्रा चाहिँ जंगलतिर चराउन लग्ने छु गोठाला हैन बाख्रा चाहिँ टिट्याउन लाग्यो मलाई देखेर ल छ अल टोटल चाहिँ यहाँ लगभग 15-20 वटा चाहिँ बाख्रा होला हैन गाइज म चाहिँ एउटा बाटोमा आइसकेको छु हैन एउटा रोडमा भनौं न रोडमा आइसकेको छु बाख्रा लिएर बाख्रा अघि म चाहिँ पछि हिँड्दै छु लुखुर हैन यहाँबाट यहाँ चाहिँ साथीहरु दुईवटा रोड रहेको छ एउटा चाहिँ यता तल एउटा यता यो चाहिँ भक्कर खनेको नयाँ रोड हो हैन यहाँ चाहिँ यहाँदेखि चाहिँ माथितिर जाने भनेर यहाँ चाहिँ अर्को नयाँ रोड खनेको हो भक्कर यो चाहिँ माथिसम्म पुगेको छैन यो चाहिँ नजिकै यही परसम्म छ अनि बजेट सकेर चाहिँ अवरुद्ध बिचैमा रोकिएको छ यो सडक चाहिँ पारी चाहिँ एउटा स्कुल छ हैन त्यो स्कुल चाहिँ कति 5 क्लाससम्म छ देख्न सक्नुहुन्छ गाइज यहाँको भ्यू अहिलेको ताजा माथितिर चाहिँ ठुलो डाँडाहरु छ के यहाँ चाहिँ गाइज यो चाहिँ के हो यस्तो खाल्डो ओ भाइ भनेर भन्दिन यो चाहिँ माटो खनेको है गाइज माटो खनेर यो चाहिँ घर लिप्ने घरको लागि पोत्ने यस्ता यताउति गर्नको लागि चाहिँ यहाँबाट चाहिँ खनेर यति आस्न हेर्नुस् न गाइज यति आस्न गयो चाहिँ यहाँबाट माटो निकालेर मान्छेहरूले लग्छन् त्यहाँ पाल्नपट्टि चाहिँ बाख्रा चरिरहेका छन् भने म चाहिँ यहाँ वारीबाट हेरिरहेको छु गाइज हैन मजाले चरिरहेका छन् अहिले चाहिँ बाख्रा जंगल त्यति बाक्लो त छैन गाइज हल्का फुल्का हैन त्यति बाक्लो छैन जंगल पातलो नै छ यहाँको हैन देख्न सक्नुहुन्छ यतातिर चाहिँ बारीहरु टक्क लाएर बारीमा चाहिँ मकै छरिसके अहिले चाहिँ गाउँघरतिर मकै चाहिँ छरिसके भनौं हैन छरिसके साथीहरु मेरो साथमा चाहिँ एउटा ब्याग छ हैन मैले चाहिँ यो चाहिँ गोठाला जाँदा र बजारतिर जाँदा चाहिँ सधैं आफ्नो साथमा लिएर जान्छु हैन एकदम यो चाहिँ एकदम मन पर्छ मलाई यो ब्याग चाहिँ मैले चाहिँ यो ब्याग यो भन्दा 1 वर्ष अगाडि चाहिँ 1200 मा किनेको थिए यो चाहिँ गोठाला आउँदाखेरि म चाहिँ साथमा लिन्छु किनभने यसमा नास्ताहरु राख्नको लागि र चाहिने सामान छाता त्यसैगरी पानी अनि त्यसैगरी यस्तै सामानहरु राख्नको लागि चाहिँ एकदम राम्रो हुन्छ त्यही भएर म चाहिँ यो ब्याग सधैं गोठाला आउँदा चाहिँ ल्याउने गर्छु हैन आफ्नो साथमा गाइज एकदम यहाँको मौसम चाहिँ अहिले एकदम शान्त हैन एकदम पीस टक्क हावा लागिरहेको छ टक्क शीतल भइरहेको छ अहिले चाहिँ हैन
क्या मौसम है वाउ गाइस म चाहिँ अहिले बाख्रालाई राख्दैछु होइन बाख्रा चाहिँ यताउति गएको थिएँ अहिले हल्का बाख्रा आएका छन् अरू आउँदैछन् उताबाट आएको यस्तो बाटो छ होइन यहाँबाट यस्तो कुसुम छ होइन यस्तो अप्ठ्यारो छ हल्का गाइस अहिले चाहिँ एकदम बबाल हावा चलिरहेको छ यहाँ त एकदम शीतल भइरहेको छ होइन गर्मी भएको थियो हावा चलेर चाहिँ अहिले एकदम शीतल भएको छ म चाहिँ बाख्रालाई राख्दैछु होइन अन्त बाख्रा चाहिँ आइसक्यो यहाँ तल सडकमा आइसक्यो चाहिँ हुन्छ अब डाक्छु है ल गाइस म चाहिँ गोठालाबाट घर जाँदैछु होइन अब टक्क लगाएर म चाहिँ अब ल म चाहिँ गोठालाबाट घर आइसकेँ बाख्राले चाहिँ दाना खाँदैछन् अब दाना खाएर चाहिँ म बाख्रालाई चाहिँ भित्र कोठामा हुल्ने छु होइन किनभने पानी पर्ने जस्तो भएको छ यो कोठामा चाहिँ हाम्रो बाख्रा हुल्ने कोठा हो होइन बाई बाई राम्रोसँग सुत ल अब भोलि भेटौँला अब चाहिँ म नास्ता खान्छु गाइस दिउँसोको नास्ता होइन अहिले चाहिँ 4 बज्न आँट्यो अब म चाहिँ दाल र भात खान्छु होइन एकदम भोक लागेको थियो गोठाला जाँदा चाहिँ मैले नास्ता पनि लगेको थिइनँ गोठाला त्यही भएर भोक लागेको थियो अब ब्रेकफास्ट म चाहिँ पानी आएको छु गाइस होइन हाम्रो घरतिर चाहिँ पानी आउँदैन त्यही भएर घरदेखि तल चाहिँ हल्का तल हामी चाहिँ पानी आउँछौँ पँधेरोमा होइन यहाँ माथि चाहिँ ट्याङ्की रहेको छ त्यहाँ ट्याङ्कीबाट चाहिँ यहाँ चाहिँ धारा आउने गर्छ यो ट्याङ्कीमा चाहिँ उताबाट आउँछ होइन यहाँदेखि धेरै पर धेरै टाढा चाहिँ एउटा ठुलो मुहान छ त्यहाँबाट चाहिँ यहाँ आउँछ यहाँबाट चाहिँ यतातिर पानी आउँछ होइन तर हाम्रो घरतिर चाहिँ पानी आउँदैन पानीको समस्या छ हेर्नुहोस् गाइस हाम्रो नानीले चाहिँ दिनभरि मोबाइल मात्रै हेर्छ काम पनि गर्दिन नानी के गर्ने होला पढ्नु पर्दैन अनि आज जाने बिहानबाट बिहान के खाएको छैन भोक लागेको हाम्रो नानीको चाहिँ आज व्रत छ त्यही भएर भोक मानेकी छ होइन यसको चाहिँ साँझ पूजापाठ छ त्यही भएर नानी चाहिँ आज व्रत बसेकी चाहिँ भोक लागेको छ कहिले साँझ हुनु कहिले खाना भन्ने लाग्यो होला नि कति दुई थाल खाने कि बाद 3 थाल आज म 1 मिनेटमा खाइसक्छु त्यो च्यालेन्ज गर भने कति थाल खाने सोच छ यति खाए पेट गइरहन्छ भात अरे हुन्छ कति खान्छु अहिले त भोक लागिन 4-5 थाल खाना भन्ने लाग्यो होला नि एकदम गाह्रो हुन्छ गाइस व्रत बसेकी छ नानी चाहिँ होइन खानै नखाएर हेर्नुहोस् गाइस बिरालाका छाउना क्या दामी म्याउ म्याउ एउटा दुईवटा तीनवटा कति राम्रो देखिएको गाइस वाउ ब्युटिफुल मलाई चाहिँ एकदम मन पर्छ है गाइस क्याट एकदम मन पर्छ मलाई चाहिँ हेर्नुहोस् म चाहिँ लिएर जाँदैछु भात रोटी अनि तिउन खान्छौँ कि नै हेरौँ Meow. Meow, 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 meow. Khao, 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 khao. Meow, 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 meow. खान्छ कि नहीं गाइस देखो देखो खाओ 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 भात हो भात आऊ आऊ इताऊ 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 उता लुकेछ डरले आऊ 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 डरले हेर न उता लुकेछ खाओ 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 ल है गाइस हाम्रो नानीको पूजा पाठ चाहिँ सुरु भयो अब कहाँ गर्ने पूजा
माटा हुन्ने नि यता बगर आउँछ अब यता गर्नुहुन्छ कता यता काफाले त बत्ती 3वटा घन्टा नि 2टा अलि सानो छ है 2वटा चाहिँ एउटा ठुलो छ 3वटा 4वटा रहेछ नि त्यो ठुलो हो क्या त्यो त 4वटा सबै गर्ने 4वटा घन्टी धुप पाला नारिवल सबै पूजाको सामान चाहिँ सब रेडी छ हैन घन्टीको माथि हात गराएन दिदी आमाले घन्टी बजाउने नानीले पूजा गर्ने नि हाम्रो नानीले चाहिँ पूजा गर्दैछ है ल गाइज म चाहिँ अब साँझको खाना खाँदैछु है डिनर पूजा गरेर सबै खिच्यो